परमेश्वरको वचनमा हामीले हेऱ्यौँ भनेदेखि लुका 2 को 11 मा हामीले यहाँ यस्तो लेखेको पाउँछ, आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। र यो संसारमा चाहिँ है मुक्तिदाताको जन्म भएको छ। कसको निम्ति? सारा संसारको निम्ति। यो कसै मेरो लागि मात्र होइन, यो कसै व्यक्तिको लागि मात्र होइन, तर संसारको सबै मानिसको निम्ति है। यो मानव जातिमा एउटा इतिहास पनि हो र यहाँहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। र विशेष गरेर हामीले अब क्रिसमस भन्ने बित्तिकै है, क्रिसमस भनेको नि क्रिसमस इज द बर्थ अफ जिजस क्राइस्ट है। अनि येशू ख्रीष्टको जन्मको बारेमा हामीले यहाँनिर स्पष्ट पाउँदछौँ। र विशेष गरेर हामीहरूले अहिले संसारमा हेर्ने हो भनेदेखि परमेश्वरले चाहिँ मानव जातिलाई यस्तो प्रेम गर्नुभयो। अहिलेसम्म संसारमा सबैभन्दा बहुमूल्य, पैसाले किन्न नसकिने कुनै धन दौलत र कुनै